पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। बालेन्द्र शाहले प्रधानमन्त्रीको पदभार गरेसँगै बसेको पहिलो क्याबिनेट बैठकको निर्णय अनुसार गत भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनको बारेमा गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनको सिफारिसका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको हो। एउटा हामी सदनमा जहिले सदन सुरु हुन्छ सदनमा पनि सशक्त ढङ्गले आवाज उठाउँछौँ, सडकमा पनि हामी सशक्त ढङ्गले जान्छौँ र कानुनी रूपमा कानुनी उपचार पनि सशक्त ढङ्गले गर्छौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले देशैभरि आन्दोलन गर्ने चेतावनी दिएको छ। हुन्छ र एउटा जिल्लामा एउटा स्टेसन बनाएर आन्दोलन अगाडि बढ्छ र अब देश चाहिँ नि समृद्धि विकास र सुशासन र रोजगारीतर्फ जानुपर्छ भन्ने हामी युवाहरूको चाहनामाथि स्वस्ति शान्ति गर्दै त्यो चाहना पुरा गर्दै बेलुका फेरि दलहरूमाथि प्रतिशोध गर्दै त्यो अलिअलि जाएको आगोमा पानी खनाउने काम जुन बालेन सरकारले गरेको छ एकदम यो घृणायुक्त काम छ र एकदम सरकारले ओलीलाई प्रतिशोध साध्नकै लागि मात्रै पक्राउ गरेको निष्कर्ष निकाल्दै उक्त घोषणा गरेका हुन्। सोही अनुसार केही स्थानमा नेकपा एमालेका कार्यकर्ताहरूले प्रदर्शन समेत सुरु गरिसकेको छ। नेकपा एमालेको अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि यति बेला नेकपा एमालेमा रुवाबासी सुरु भएको छ। जेनजी आन्दोलनलाई दबाउन चरम बल प्रयोग गरेको आरोप खेपिरहेका केपी शर्मा ओलीलाई उक्त आन्दोलन जाँचबुझ आयोगले समेत डामेपछि उनी आज पक्राउ परेका छन्। गृहमन्त्री बनेको 24 घण्टा नबित्दै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री सुदन गुरुङले यो प्रतिशोध होइन, यो न्यायको सुरुवात हो भन्ने अभिव्यक्ति दिएका छन्। उनले सामाजिक सञ्जालमा उक्त अभिव्यक्ति दिएका हुन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ गर्नुलाई तपाईँले कुन रूपमा हेर्नु भएको छ कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। गृहमन्त्री बनेको 24 घण्टा नबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री सुदन गुरुङले प्रहरीका विभिन्न युनिटहरूमा सुटुक्क अनुगमन गरेका छन्। आज बिहान प्रहरीका विभिन्न युनिटहरूमा पुगेर उनले फास्ट ट्र्याकमा काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।